सबैजनाले हामीलाई छोडेर गइसक्नु भयो। म्यानेजमेन्ट चाहिँ राम्रो भएन। Hi guys, welcome back to my channel. This is your girl Tesana Poon, all the way from Sitalnagar Totera. So अब चाहिँ म एकदमै after so long I'm continue my vlogging. So आज चाहिँ थर्सडे 12 गतेको दिन सुरु हुँदैछ है यो भ्लग। त्यही नै हो गाइजहरु, हामीहरु चाहिँ अब टुर जाँदैछौँ। फक्सुन्डो हो कि फोक्सुन्डो, म नाम पनि राम्रोसँग भन्न आउँदैन। गाइजहरु इट्स अलरेडी 9:20। सबैजनाले हामीलाई छोडेर गइसक्नु भयो। किनभने हाम्रो म्यानेजमेन्ट चाहिँ राम्रो भएन। किनभने केही चिज एक्सपेक्टेसन राखेको थियौँ त्यो भएन, त्यही भएर चाहिँ ढिलो भयो। 6 बजे हिँड्ने भनेको हो, अनि 9:30 भइसक्यो। हामी यहीँ छौँ। साथीहरू त पाल्पा पनि कटिसके, हामीलाई छोडेर गए। एक्लै छु। यस्तै हुन्छ किन होला। हाम्रो बाइक अझै आएकै छैन। पुरे अब चाहिँ म एकदम एक्टिभ हुन्छु। मेरो सोसल मिडियामा म एकदम एक्टिभ हुन्छु एन्ड मेरो ब्लगिङमा आई विल बी रेगुलर जसरी भए पनि। गाइजहरु त्यही नै हो। अब म मेरो भ्लग कन्टिन्यू गर्छु। हेरौँ कस्तो हुन्छ। यो मेरो ट्रिप पुरी हो। अब त 10 बज्न लाग्यो। सबले हामीलाई छोडेर गइसके। रिसाउनु भयो होला अरू त हामीसँग। ल है गाइजहरु, मेरो हाम्रो गाडी हाम्रो बाइक बल्ल आयो। हामी त हिँड्ने बल्ल 10 बज्न लाग्यो। भर्खर हिमालले फोन गर्नु भन्यो, रोहनले पाल्पा कट्न लाग्यो। मेरो भगेर थाहा पाउनु हामीलाई अझ 2 घन्टा लाग्छ त्यहाँ आइपुग्न। त्यही नै हो। ल हामी गयौँ। के अब भनिसके त्यस्तो झुट बोलिन्न। के झन् हामी त झन् धनी होला नि, आफ्नो बाइक नलगेर रेन्टमा 20,000 तिरेर गएको। ल बाई, उहाँहरूले त खाना खाइसक्नु भयो अरे। हामी यति ल अब लेट्स गो। भ्लग सुस्तरी बनाउने क्या, सुस्तरी नै बनाउँछन् र भ्लग। मजा आउनु न नि हो न। त्यो हनकोलाई भन्नुभन्दा तपाईँलाई यो जसले आएर मलाई कति काँध यति दुखा, अनि गाला पनि यति दुखा। गाला भनेको कतिजनाले बुझ्नु भयो कि बुझ्नु भएन। अब यसरी भन्यो भने चाहिँ बुझ्नुहुन्छ। अब उनीहरूको गाला लाग्छ दुखा, मैले एकदम ठुलो सिङ्गलबारी बोकेर हिँड्यो। त्यही भएर मेरो एकदम काँध दुखा छ। काँध अहिले चाहिँ ठ्याक्कै
धेरै बोले क्या न अहिलेलाई ब्रेक लिम है बाई त त्यही हो हामी रेडी आइपुग्यौँ अरे दादा हो कति कालो पानी गाइस यो यस्तो खन्दाखेरि कालो भएर होला क्या अनि त्यो उता पानी पनि कालो आएको उस जस्तो प्रेम गीतको उस जस्तो भयो म त फिल आयो अरे दादा टाढा टिङ 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 हाम्रो ग्याङहरूसँग भेट्यौँ हिजो एक दिन फेरि हैन हेलो भन्नु ल हाई के भन्ने के भन्ने हैन के हैन दिर्सनाको च्यानलमा आयो भन्नु के भन्छ म त आउन के भन्छ च्यानलमा आएको छु भन्नु न हेलो गाइज हाउहरू के छ हजुरलाई वेलकम छ हाम्रो त्रिशना बहिनीको भ्लगमा र हामी अहिले साह्रै नै अलिअलि दुःख पाएका छौँ र यो बहिनीहरू धेरै छुट्नु भएको थियो त्यही भएर सुरुदेखि भ्लग बनाउन हामीले पाइएन होला सायद बहिनीले बनाइमा आएको हुन सक्छन् तर जति रमाइलो हुने हो बहिनीहरूले पनि छुटाउनु भएको छ ल यहाँदेखि टिकटक बनाउनु भयो टिकटक भिडियो कति बनाउनेवाला छ बाबा बनाउनेवाला छ जस्तो भाइ त्यस्तै दाइ गफाडी बिचारा त्यहाँ भाउजूलाई सन्चो छैन बोल्नुहुन्छ म के बोल्नु मेरा दुईटा शब्द बोल्न पनि अहिले म अलि स्थिति नाजुकमा छु किन झोला त कसैले नबोक्नु भयो रहेछ झोला त किन बोक्नु पर्यो सुन्यौ नि होइन पहिला नि बोकेको भएर होला क्या त्यो भएर त्यस्तो भन्ने आएन पहिल्यैदेखि मलाई झोला बोकाउनु भने हैन धम्की नदिनुहोस् ल फाइनली सरहरूले हाम्रो झोला यसरी राखिदिनु भयो राम्रोसँग अब म आनन्दले जान्छु सर आनन्दले जान्छु अब म बल्ल उहाँले दुःख दिनुभयो अरूले मलाई सुख दिनुभयो
तपाईँले त झोला पकाउनु भयो त आम्मामा झोलामा त सुरुमा बोक्दा त यस्तो थियो हावाले के त्यो हावाले पनि पछाडि धकलेको के त्यो भ्लग अन गर्ने बित्तिकै चस्मा लाउनुहुन्छ साथीहरू आज अब हामी बुकिङमा एकपल्ट जाने भनेको कति टाइम लाग्छ थाहा छैन फाइनली अब म आनन्दले भ्लग बनाएर आनन्दले जान सक्छु किन यस्तो प्रेसर यहाँ दुखा ज्यान दुखा कसरी बनाउने अब चाहिँ म बनाउँछु तर मैले बनाएकै बनाउनु बेला चाहिँ एनर्जेटिक भएर त्यही नै हो गाइजहरू हामी हिँड्यौँ हेर्नु न अहिले मलाई म त कति खुसी छु हेर्नु त मेरो काँधे खाली हो कति आनन्द आयो यहाँ यस्तो पछाडि हिँड्नु न सरहरूले हिँड्नु थ्याङ्क गड उही भेटेको सँगै आएको हो त मलाई त्यतिखेर नै बाँधिदिनु हुन्थ्यो होला हामीलाई त आइडिया नै कति आनन्द आँखा बल्छ मजाले भ्लग बनाएर हिँड्छु मेरो आनन्द त्यही यो उब्लर भएर गुन्नु बोल्दा उताको बाटो किन अर्को बाटो होला त्यो त होइन अप्ठ्यारो भएन एकदम के कति झऱ्यो जस्तो लाग्यो मलाई त मृत्यु जस्तो लाग्यो मलाई त के भयो यसलाई एउटा कुरो दुईवटा कुरो कस्तो राम्रो ठाउँ हो तिनवटा कुरो चारवटा कुरो ओहो यो पाउडर त अर्ग्यानिक पाउडर त हो सबैले दुईजनाले हेल्मेट लगान हामी मात्रै होइन कि म मात्रै अनि सबै फोहोरो भयो मेरो त यसले घुमिरहेकोलाई पो थाहा हुन्छ र के गर्ने कसो गर्ने अब के अब यस्तै हो यतातिर जिउँदो रहेछ रुखहरू उतातिर सबै मरेछ किन त्यस्तो साथीहरू धुलो उडाउँदै आउनुभयो सबैहरू ओहो छ्या कोब्राको सत्यानाश क्यामेरा नि फोहोरो भयो होला ओ भाइ साहब सुस्तर चलाउनुहोस् त मेरो नाम लिन भन्नु नि त धन्यवाद स्वस्तिका गुरुङ यो नाचेर भ्याइसक्यो त आफ्नो उत्कृष्ट नृत्य मेरो नाम भनिदिनु जानु न एउटा डान्स सो गर्छु भनेको मान्नु नै भएन कुरा गरेर उहाँले के भन्नुहुन्छ मेरो भ्लगमा भ्लगबाट भन्नुहुन्छ भ्लग गर भन्नुहुन्छ अनि के हो तिम्रो त आएको मात्र बिचको त छैन बेला बेला मात्रै गराउनु त बिचको त छैन अब आफैलाई झ्याउ लाग्ने कुरा अनि भ्लगमा देखाएपछि त उनीहरूलाई पनि त झ्याउ लाग्छ नि
हाम्रै हो हाम्रो मेन डेस्टिनेसन चाहिँ पोक्सुङ हो पोक्सुङ हो यहाँ जानलाई हाम्रो कति लाग्छ 80 थाहा हुन्छ आज चाहिँ हामी कहाँ बस्छौँ ढिलो भएर अनि ढिलो भयो अनि बाइक पनि बिग्रियो क्या हाम्रो होइन अर्को सरको बाइक बिग्रियो त्यही भएर हामी यता बस्छौँ भोलि पनि फुल बाइकको ट्राभल हो आज पनि फुल बाइकको ट्राभल हो भोलि पनि फुल बाइकको ट्राभल हो पर्सि फेरि वाकिङ ट्रेकिङ हो अनि पछि मलाई थाहा भएन त्यही नै हो साथीहरू मैले त यति मजा आयो झोला बोक्न पऱ्यो भने तपाईँ यस्तो हो झोला त्यही त ब्याग है ब्याग We are taking a break. यहाँ मेरो किलो 2 को कस्तो राम्रो भ्यू You are my best view. भोक लाग्यो साथीहरू खाना दिनुस् त यहाँ हेर्नु त बादल कस्तो राम्रो हेर्नु सर त माथि तपाईँको र त्यो सिल्भर कलर र माथिको पनि त्यस्तै सिल्भर कलर उफ्रिँदै आउनु उही उही गर्दै आउनु रेस्ट गरेको होला रे ओ माइ गॉड गाह्रो छ गाइजहरू ल फ्रेन्डहरू यहाँ छ जाडो भयो त्यहाँ हिउँ परेको देख्नु भयो जाडोमा उतातिर रिग्रेट लाग्यो नि त मैले ज्याकेट छोडेको यस्तो रिग्रेट लाग्छ बिचारा उनले त्यो दुईटा ज्याकेटै लिएन नि त हल्का हिउँ देखिन्छ र साथीहरू गाइजहरू यहाँ चाहिँ थाहा अनुसार रुख पनि फरक फरक हुँदैछ यो रुखहरू बाक्लो हो किनकि यतातिर जाडो हुन्छ त्यही भएर यताको रुख बाक्लो हो होला उता तराईतिर गर्मी हुन्छ त्यही भएर त्यताको रुख पातल हो देखेकै होइन होला यहाँदेखि हो हिउँ पऱ्यो घुमाइको साथीहरू गाइजहरू त ढुङ्गा जस्तो देखियो होला भेडाहरू राम्रो देखेछ उज्यालोमा चाहिँ चिसो हावाले हाल्छ तर जङ्गलमा भन्दा चाहिँ यता त्यस्तो छैन ल फाइनली गाइज हामीहरू घुमेको टाइम 10 वटा मध्ये 9 वटा चाहिँ एउटै वर्ड हुन्छ एउटा चाहिँ इम्पोस्टर हुन्छ के तर इम्पोस्टर को भनेर पछि गेस गर्न पर्छ हैन जस्तै भनौं न मैले एप्पल लेखे यहाँ अब सबले हेर्ने हो त्यसको बारेमा गर्ने अब उहाँले वहाँबाट सुरु भयो भने फ्रुट भन्ने उहाँले भन्ने स्वीट भन्ने गुलियो हुन्छ उहाँले भन्ने रेड भन्ने कलर उहाँले भन्ने अब ग्रीनमा पनि पाइन्छ ग्रीन भन्ने त्यस्तो भन्न सर्कल भन्ने यो भन्न पाउँछ नि रातो भन्न पाइन्छ जस्तो नि पाइयो अब इम्पोस्टरले नि त्यही भन्न पाइयो नि गेडा हुन्छ नि त हैन अब यस्तो हुन्छ के
हामीले चाहिँ हामीसँग चाहिँ जस्तै एप्पल लेखेको छ हामीलाई थाहा हुन्छ हामीले त्यसको बारेमा डिफाइन गर्न सकिन्छ हैन तर इम्पोस्टरलाई थाहा हुन्न के वर्ड हो भनेर अनि उ त अक्क न बक्क हामीले सुनेको आधारमा उले त्यो डिफाइन गर्ने हो अनि त्यसपछि फेरि उले पनि यस्तो बाटो तरिकाले डिफाइन गर्न पर्यो कि त्यो रिलेटेड डिफाइन गर्नु पर्यो फेरि नत्र पक्रिन्छ फेरि इम्पोस्टर मैले बनाएको देख्ने बुझे है तिमीले त्योसँग मिल्दो जुल्दो भन्नुपर्छ जस्तै उहाँले स्विट भन्नुभयो तिमीले चाहिँ टेबल भन्नुभयो भने त एकदम फरक भयो डाँका अनि उहाँ होइन त भने ब्लेड कोले बोक्दैछ हौ त्यो त यतिकै डाँकै जस्तो छ अनि तर लुकेर हेर्नु पर्छ एकअर्कालाई देखाउनु हुन्न फेरि हामी कुन गेम खेल्दै हामी दिदी इम्पोस्टर को होला त पहिला इम्पोस्टर हजुरको गट लिङ्क्सले भन्नु त मै होला जस्तो लाग्छ मलाई हो हजुरलाई हजुर जस्तो लागिरहेको म जस्तो लागिरहेको छ मलाई किनकि अनुहार मिल्दो छ्या यो माखालाई त यस्तो एकदम लुकाएर राख है होता है वो दिखता नहीं है सुरुमा सुरु भयो गाइजहरु हाम्रो गेम पर्यो भने त्यो टिस्यु पेपर पातलो हो के त्यही भएर अहिले मोबाइलमा भएको भए त्यसबाट सजिलो हुन्थ्यो कि मोबाइलमा मोबाइलबाट खेल्न मिल्छ बन्द गर के पास नगर त्यो किनभने टिस्यु पेपर पातलो देखिन सक्छ के देऊ दुईटा देऊ न यहाँ त्यो गला गाइजहरु मेरो हेर्न चाहन्छु गला मिल्दैन अब लुकेर हेर है अक्षय गुके अब सुरुमा दुर्गाले तानी के होस् ल दुर्गाले भन् कहाँ लेखेको छ खोइ दुईटै हो के दुईटा यस्तो हो के टिस्युको यस्तो फोल्ड हो के दुईटा जो परे टेस्टी टेस्टी ल भन तिमीले भन अब तिमीले भन स्वीट तिमीले भन अनि रोशन दाइ भन्नु के अब रोशन दाइ वाला ल तिमीले भन मैले मैले बुझ्दै बुझेन ए तेरिका तिमी भन न पहिला तिम्रो पालो हो के भन सिमिलर वर्ड भन के पाइयो नि भन न एक नम्बर दिए तिमीले भन खेल्दै छ नि तिमीले भन सबको फेभरेट ए भेल्ने नि एक नम्बर तिमीले भन प्लास्टिक बरु भन्नु घुमाउनु पर्यो लम्बा तर मैले केही बुझेन पछि केही गल्ती भयो भने मलाई माफ गरिदिनु होला मैले केही बुझेन जे मनमा आयो त्यही भनिदिनु लम्बै हो के ग्यास 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 अब हजुर पालो हैन मैले फेरि भन्नी फेरि अर्को अझ एक राउन्ड चल्नु पर्यो के ए एसिड ग्यास र एसिड एउटै हो एउटै भयो हैन के उसले ग्यास भन्ने मैले एसिड ढाई फुट हो क्या ल भन भन ढाई फुट डेट पनि मिल्यो ल भन्नु नि भन्नु न त्यसको सिमिलर भन्ने हो के त्यही पनि भन्ने हैन त्यसको सिमिलर भन्ने सिमिलर भन्नु रोशन दाइ वाला सिनियर ए भने पनि जे भने पनि अन्त हजुरहरूले थाहा पाउने होइन हजुरहरूले थाहा पाउने होइन हामीहरूले थाहा पाउने होइन हजुरहरूले हनाले इम्पोस्टरले गेस गर्नु नसकोस् त्यस्तो भन्नु नत्र इम्पोस्टर के भन्ने तपाईँ सकियो हैन जे भने नि भयो के ढाई मिल्दो जुल्दो जे भने नि हुन्छ अरु भन्दा 4 नि फुट हैन 10 फुट मिल्दो जुल्दो भन्नु पर्यो त्योसँग रिलेटेड हुनुपर्छ 1 फुट त्यसको के हुन्छ कि नै त्यो अरु भन्यो भने तिमी फस्छौ जस्तै अब ल हैन भन के अब एक राउन्ड गयो त्यही राउन्डले मानेर भन् न भन् कार्बन ल तपाई भन्नु हाम्रो नि पेपर आरे कार्बन एडभर्टाइज ल किया खड्के दाइको पालो मैले त्यही भन्छु अन्त त्यही भन्छु ल उले भन बोतल रे। भन के दाइ के भन्नु बोतल भन्यो के? म अर्को भन्छु सिसा ल तपाई तिमीले भन आमिर खान तपाईले भन्नु अमेरिकन ओपनर अमिताभ बच्चन हो ल गुरुले के ल अब
ठन्डा भन्यो ल तैले अब इम्पोस्टर को हो गेस गर हजुरको उसमा जस्तै जसले एन्सर दिइराख नि त्यसले त्यसको शङ्कास्पद आन्सर कसको छ तैले गेस गर इम्पोस्टर को हो तर फेरि आफू इम्पोस्टर हो भने पनि अरूलाई बताउन पनि पाइयो क्या कन्फ्युज गराउनलाई आफू पक्रिन्छ नि त नत्र रमाइलो हुने छिटो के ए छिटै भन्न पर्यो भनिहाल्नु कि एउटा एन्सर दिनु अब त्यस्तो गर्न पाइन्न कि मनोज तिमी भन त्यसैलाई भन छिटो एकजनालाई जसको नाम भने नि हुन्छ उहाँ नाम त थाहा छैन ल तिमी भन कसलाई भन्छौ हैन जो भए पनि होला त्यो जे भयो चोरको हो र भन चोरको हो चोर डाका छिटो भन फेरि मलाई भन्नु त तपाई ल्या वान तपाई भन उल्टे मलाई उ जस्तो लाग्यो तपाई भन तर ऊ होइन क्या सुरुमा त तपाई भन रसन दाइले दुई है रसन दाइले दुई गर्छ म सियोरै छु कि दुई भयो हैन उ त हैन के ऊ होइन रोहन भन के 100% हैन होइन जस्तो लाग्यो रोशन दाइ दुई दुई एक अनि अरु अनि ल मनोजले भन हजुर गुरुले भन्नु मैले को जस्तो लाग्छ त्यस्तै लौ यतै छ क्या शङ्का मलाई पनि एउटा आउट हुन्छ नि राउन्ड ए हो र म आउट हुन चाहन्छु यार हैन के बुझेन भोटिङमा आउट गर्ने हो कि नगर्ने यो खेले चाहिँ सिकिन्छ होला क्या फेरि खेलौँ न त्यो इम्पोस्टर नभए पनि आउट हुने होइन आउट नगर्ने के आउट नगर्ने अहिले सबै तपाईले को भन्नुभयो रोशन एक राउन्ड भन्नुभयो खेल्नुपर्छ नाइ उ को पूजाले भन्यो ल हजुर अब तैले मैले मुकेश गुरु होइन त्यसैले उहाँ हो हजुर इम्पोस्टर हो के लेखेको छ त्यहाँ होइन होइन भन्ने होइन हो कि नै थाहै छैन इम्पोस्टर हो कि हो त लिएर कि नै भने नि उ 100% सुरु गरेको अब हजुरले अब एक राउन्ड सुरु गरौँ मैले हैन फेरि भन्ने अब होइन यता भन्ने अब धेरै त भोट त उसमा गएको हो त रोशनमा गएको होइन उसमा हो गएको तर उ मैले भन्थे कि 100% हैन उ भनेर अब यता उल्टा उल्टा चलाइदिउँ उल्टो चलाउनु हो मलाई चाहिँ मुकेश गुरु नै 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 होइन अब एउटा वर्ड भन्नु के हो फेरि एक राउन्ड वर्ड भन्नु कि त्यही वर्ड त्यसरी मतलब त्यसैलाई डिफाइन गर अँ, ओके देन फ्रिज ल मुकेश गुरुको क्लिनिङ हजुर क्लिनिङ सफाइ सफाइ के नेपालीमा बुझेन के ल क्यान 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 इशारा गर्ने हैन क्यान अब उसको पालो मनोजको पालो डेड तिम्रो पालो डिलर तिम्रो पालो तिम्रो पालो रोशन दाइ होइन उहाँले वर्ड वर्ड नपाएर सबै भ्याइयो कि यस्तो हो के यहाँ इम्पोस्टरले नि बुझिसकेको के को बारेमा डिफाइन भइरहेछ भनेर त्यो कुरा हो तर वर्ड नपाएको हो के सिधै सिधै रोशनलाई हो भनेको फिज भन्छ भनिसकेको हो कि त्यो भनेको शब्द भन्न पाइयो होइन न उसले बबल भनेको कि फिज भनेको फिज भनेको ल तिम्रो भन तिम्रो चिसो यता 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 यसले भन्ने होइन भन्नु भन्नु आउट भएको होइन मैले चिसो मैले कोल्ड भन्न लाग्थेँ उले चिसो ल त इङ्ग्लिसमा भन्दै नि त तर अनि यस्तो यो एकदम क्लोज भइसकेछ त्यो भएर त्यो थाहा भइसक्यो। इम्पोस्टरले थाहा भइसकेछ इम्पोस्टर जो हो त्यसले हात उठाइदिन्छ नि ल त्यसले जित्यो त raise your hand, म हो मलाई डाउट लाग्छ कि मलाई चिच्चाइदिएर के आज मैले त्यत्रो भनिरहेको छु कि जे लेखेछ त्यो चाहिँ बोल्न पाइन्न है भनेर 3 चोटि भने के फेरि डिफाइन गर्दाखेरि कस्तो नि शब्द अलि फरक हुनुपर्छ के फरक एक्स्ट्रा हुनुपर्छ के दिमाग नपुगोस् के कमन वर्ड नहोस् के डिङ डिङ डिस आफूले बनाऊ जसले बनाउने मैले बनाइदिएँ नि। रमाइलो भयो होइन रमाइलो आफू हुँदा त कस्तो ढुक 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 हुने चाहिँ थाहा पाउँछ कि
हजुर भनेर थाहा पाएन मलाई होइन कति चाहिँ ऊ हो कि जस्तो लाग्यो अनि तैँले के भन्ने थिइस् अरे हजुर मैले टेस्टी भनेको थिएँ मैले टेस्टी फेरि किन भनेको भन्न कोक है केक जस्तो लाग्यो अनि टेस्टी हजुर अब अहिले फेरि उसले स्विट भन्यो वाट छैन वाइफाईको पासवर्ड अब मेरो भ्लगै हो टेस्टी भने अनि उसले कोक भनेपछि आई कोक भने फेरि